समस्त नेपालीहरूमा म सुमति बज्राचार्यको दीपावली एवं स्वन्तीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। बहुसांस्कृतिक महत्त्व र पुरातन मौलिक रीति स्थितिलाई अक्षुण्ण राखी आफ्नो पहिचान विश्व सामु प्रस्तुत गर्दै आइरहेका आदिवासी जनजाति मध्ये एक सशक्त जनजाति हुन्। नेवार मात्र भन्दा नेवार भित्रका अरू थरी थरी धर्म सम्प्रदाय मान्ने वर्गलाई अप्ठ्यारो नहोस् भन्ने विचार गरी हामी समस्त नेवारहरूको कर्तव्य तसर्थ आज स्वन्ती नख सम्बन्धी आफ्नो अभिव्यक्तिमा विशेषतः नेवार बुद्ध धर्मसँग सम्बन्धित अथवा नेवार बुद्ध धर्मसँग नङ र मासु जस्तै मिलेर आइरहेको अघि बढिरहेको हाम्रो नेवारहरूको स्वन्ती नखलाई मात्र विशेष गरेर केही कुरा व्यक्त गर्न गइरहेको छु। परापूर्व कालदेखि हामी बौद्ध मार्गीहरू स्वन्ती नख भनी खिचा पूजा, गो पूजा, सा पूजा अर्थात् लक्ष्मी पूजा, म पूजा, भाइ पूजा, खिचा पूजा, लक्ष्मी देवीको स्वाको कायो प्रसाद ग्रहण पूजा भनेर छ किसिमको 6 दिनको पूजा यो स्वन्ती नखमा हुन्छ। तर क्षेत्री बाहुनहरूले पञ्चक भनेर यसलाई भनि आएको छ। वास्तवमा स्वन्ती भन्ने शब्दले सोनो भनेको 3 दिन र ती भन्नाले यति मात्र चलाउने भन्ने अर्थ हामीले बुझिरहेका छौँ। त्यसकारण लक्ष्मी पूजा, म पूजा, किजा पूजालाई नै विशेष गरेर यो स्वन्ती नखलाई बुझाउँछ कि भन्ने मनमा आउँछ। ल पछि मात्रै यो कुकुर तिहार, गाई तिहार, गो पूजा आदि थपेका हुन् कि किनभने हामी नेवारहरूले यम पञ्चक भनेर यसलाई यति साह्रो बोलेको हामी सुन्दैनौँ। तर त्यसो भए तापनि हामी नेवारहरूले यो नखलाई स्वन्ती भन्न नै विशेष रुचाउँछन्। तर स्वन्ती शब्दले के कुरा सङ्केत गर्छ यो हामीले पत्ता लगाउनु बाँकी नै छ। आज विशेष गरेर लक्ष्मी पूजा र म पूजाको बारे मात्र व्यक्त गर्न चाहन्छु। लक्ष्मी पूजाको दिन हामी सबेरी झिसमिसेमा नै उठी घरमा सुचिनिची गरी रातो माटोले घरको दैलो लिप्ने र माटोले पोतेको त्यही दैलोको दायाँ बायाँ र पिखालोको भनी आफ्नो घरको ढोकाको ठिक अगाडि पनि गोलाकार चक्का रातो माटोले लिपेर त्यसमाथि पूजा गरेर माटोको पालामा बत्ती बाली पूजा गर्ने पनि प्रचलन छ। त्यसपछि दैलोको दायाँ बायाँ पनि पूजा गरी पालामा बालेको बत्ती अक्षताले पूजा गरी राख्ने चलन छ। बिहान यसरी पूजा गर्नुलाई लक्ष्मी देव ढुकाउ भनेर भनिन्छ। अर्थात् लक्ष्मीलाई स्वागत गरी घरमा भित्र्याउनु भन्ने अर्थ लक्ष्मी देव ढुकाउ भन्ने हाम्रो प्रचलनले स्पष्ट पार्छ। तर अरू बेला पनि नेवार बौद्ध मार्गीहरू आफ्नो घरमा श्राद्धदेखि लिएर जुनसुकी पूजामा पनि रातो माटोले दैलो लिपी दैलोको अगाडि गोल चक्का बनाई पञ्चोपचार पूजा गरिन्छ। यस पूजालाई शिवपुत्र कुमारलाई अग्र पूजा गरेको भन्ने जनश्रुति छ। यही अनुसार नेवार वर्गले पनि त्यो अग्र पूजालाई पिखालको ढुकाउ भनी शिवपुत्रलाई नै सम्मान गरेका हुन्छन्। यसरी लक्ष्मी पूजाको दिन त्यही ठाउँमा लक्ष्मी देव ढुकाउ गरिन्छ भने अरू पूजामा पिखालको ढुकाउ भनी कुमारलाई अग्र पूजा गरिन्छ। त्यसपछि मात्र अरू पूजाहरू सुरु हुन्छ। यसरी हिन्दू सनातनी आदिले भन्दा नेवार बौद्धहरूले कुमार पूजामा कुमारलाई अग्र पूजा गरी आएकोमा कुनै न कुनै महत्त्व सायद छ कि भन्ने हामीलाई लाग्छ। यसरी अग्र पूजा बिहान गरिन्छ र पछि बेलुका पनि साँझमा फेरि त्यही ठाउँमा लिपी रातो माटोले लिपी त्यही ठाउँमा लक्ष्मी पूजा गरिन्छ। लक्ष्मी देव ढुकाउ गरिन्छ। त्यही बालेको बत्तीलाई नै
लक्ष्मी भित्र्याएको सरह गरी लसपुस स्वागत गरिन्छ। पानीको धारा कुचोले नयाँ कुचोले सफा गर्दै त्यो पालालाई लसपुस गरेर घरभित्र पुर्याउँछ र त्यही लसपुस गरेको बत्तीबाट अरू बत्तीमा पनि बत्ती सार्दै घरभरि दीपावली गरिन्छ। यो एउटा नेवारको सुत्तै परम्परा हो। अनि त्यही बत्ती बालेको पेखालुखुदेखि ल्याएको बत्ती माथि लक्ष्मीको कोठामा लगेर लक्ष्मीको मूर्ति वा फोटो अगाडि बालेर फेरि लक्ष्मी पूजा गरिन्छ। यसरी बिहान गरेको दिनभरिको बिहान र बेलुकाको पूजा गर्दा गर्दै हाम्रो त्यो रमाइलो दिन हामीले अनुभव गरिरहेको हुन्छ, रमाइलो मानिरहेको हुन्छ। त्यही दिन गाईलाई पनि सापूजा भनेर फलफुल नुन धान खुवाएर सापूजा पनि त्यही दिन गरिने गर्छ। पूजा सोन्ची पूजामा सबभन्दा महत्त्वपूर्ण पूजा